मन्तव्य राख्नको लागि म मोल्ला रइस नुरी साहबलाई निम्तो दिन चाहन्छु कि तपाईँ नेपाली भाषाको महत्त्व के कति हुन सक्छ आफ्नो मन्तव्य राख्नु होला। बिस्मिल्लाहिर्रहमानिर्रहिम। अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू। सबैभन्दा पहिला चाहिँ म जनाब मौलाना जमील साहब नुरी उहाँको धेरै धेरै म माथि शुक्रिया अदा गर्छु कि उहाँले मलाई चाहिँ यहाँको उपस्थितिमा मलाई इन्भाइट गर्नुभयो। मलाई धेरै खुसी लाग्यो। अरू चाहिँ नेपाली ल्याङ्ग्वेजको बारेमा केही शब्द राख्नको लागि मलाई चाहिँ इन्भाइट गर्नुभयो, त्यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबैभन्दा पहिला कुरा, आज हाम्रो समाजमा, हाम्रो मदरसामा, हाम्रो स्कुलमा हामी चाहिँ आज दुनियाँमा चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेज जुन छ, इङ्ग्लिस ल्याङ्ग्वेज किन चाहिँ पुरै वर्ल्डमा फेमस भएको छ। हाम्रो नेपालमा इङ्ग्लिस ल्याङ्ग्वेज थिएन। पहिला इङ्ग्लिस ल्याङ्ग्वेज थिएन, पुरै वर्ल्डैमा थिएन। तर चाहिँ पहिला जहाँको यो ल्याङ्ग्वेज हो वहाँ मात्रै थियो। तर सबै वहाँ जुन ठाउँको यो ल्याङ्ग्वेज थियो त्यो ठाउँमा उहाँहरू चाहिँ धेरै मेहनत गरे, आफ्नो बच्चाहरूलाई मेहनत गराएर चाहिँ यो इङ्ग्लिस ल्याङ्ग्वेजलाई पुरै संसारमा, पुरै वर्ल्डमा फैलाएपछि आज इङ्ग्लिस ल्याङ्ग्वेज सबैजना युज गर्नुहुन्छ। त्यसरी नै चाहिँ हामी नेपाली मुस्लिम मदरसाहरूमा उर्दूमा धेरै फोकस गर्नुहुन्छ र पछि गएर चाहिँ हामीहरूलाई जसरी अहिले हेर्नु, हामीहरूलाई धेरै दुःख हुन्छ कि हामी नेपाली भाषामा त्यति छैन जति हामीलाई हुनुपर्ने हुन्थ्यो। त्यही भएर हामीहरूलाई चाहिँ सबैभन्दा पहिला यो नेपाली ल्याङ्ग्वेजको मदरसामा राम्रोसँग राम्रो टिचर ल्याएर राम्रो टिचर तालिम दिनुहुन्छ, त्यसपछि चाहिँ राम्रोसँग सिक्नुपर्छ। अरू चाहिँ हामीहरूलाई यो नेपाली ल्याङ्ग्वेजको कति ठुलो हामीहरूको अगाडि कामयाबीमा सहयोग गर्छन्, त्यसको लागि चाहिँ हामीहरूलाई सबैजनालाई मेहनत गर्नुपर्छ। यही कुरा हो। धेरै धेरै धन्यवाद।